ल सम्पूर्णमा गुड मर्निङ तथा नमस्ते। म आज कृषिसँग सम्बन्धित र विद्यार्थीसँग सम्बन्धित एउटा सानो कन्टेन्ट सेयर गर्न गइरहेको छु है। मसँगै मेरो फ्यामिली भन्नुपर्छ है, मेरो परिवारले चाहिँ पढाइका साथसाथै पढाइलाई खर्च निकाल्ने उद्देश्यले पढाइको जुन खर्च थोरै निकाल्न सकिन्थ्यो कि भन्ने उद्देश्यले चाहिँ यो कुखुरा व्यवसाय सञ्चालन थालिएको छ। यसमा कुखुरा भनेको त्यही 25वटा पिस रहेको छ। यो कुखुरा समथिङ आज 15 दिन कम्प्लिट भएको छ। यसको तौलको कुरा गर्नुपर्दा त्यही आधा केजी पुग्दैछ, मतलब पुगिसकेको छ भन्नुपर्छ, त्यही अनुमानित त्यही होला। यसमा चाहिँ बनाउँदाखेरि यो कुखुरा व्यवसाय सञ्चालन गर्दाखेरि यसलाई चाहिँ मेन कुरा भनेको कुखुराको खुर उचित हुनुपर्छ। बाहिरी केही जनावरहरू चाहिँ नजाने खालको, भित्र नपस्ने खालको, किनकि मुसा यताउति केही पस्यो भने चाहिँ रोगहरू सल्किन लाग्न सक्छ र रोगहरू त्यस्तो भयो भने कुखुराहरू मर्ने सम्भावना हुन्छ। अनि यही हो ब्याकग्राउन्डहरू। यो चाहिँ कुखुराको खोरको ब्याकग्राउन्ड हो, मतलब यस्तो छ। खोर सानो छ र मात्रा पनि त्यही अनुसारको छ। अब हामी चाहिँ यो कुखुरा पालन गर्ने व्यक्तिसँग चाहिँ हामी प्रत्यक्ष अन्तर्वार्ता लिन चाहन्छौँ। ल हजुरको शुभ नाम र ठेगाना बताइदिनुहोस् न त। नमस्ते, मेरो नाम बसन्ता। मैले आफ्नो पढाइ सँगसँगै आफ्नो पकेट खर्च निकाल्नको लागि यो सानो कुखुरा पालन गरेर आफ्नो व्यवसायलाई अगाडि बढाइरहेको छु। ल ठिक छ। अनि तपाईँ के भन्न चाहनुहुन्छ? नेपालमा पनि थुप्रै किसिमका बेरोजगारीहरू विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ पकेट खर्चको चाहिँ अभाव भएको देखिन्छ। त्यस अवस्थामा चाहिँ रोजगारी नभएको अवस्थामा अनि के भन्न चाहनुहुन्छ तपाईँ? अब पढ्ने विद्यार्थी साथीहरूलाई पनि म भन्न चाहन्छु कि आफ्नो पढाइ सँगसँगै आफ्नो केही सानोतिनो व्यवसाय गरेर आफ्नो पकेट खर्चहरू, आफूलाई चाहिने आवश्यक पैसा जुटाउन सकिन्छ, आफूलाई खर्च निकाल्न सकिन्छ। तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। यस्तै व्यवसाय सानोदेखि सुरुवात गरियो भने ठुलो पनि हुनसक्छ पछि। ल ठिक छ। अनि तपाईँको यस्तो दुईवटा तला छ नि, के हो यसमा? माथि लोकल जस्तो पनि देखिन्छ हो? लोकल पनि छ, त्यही थोरै लोकल पनि पालेको छु। लोकल सँगसँगै अब ब्रोइलर पनि हालिहालौँ कि विचार गरौँ भनेर पहिलो लोड चाहिँ हो सुरु गरिरहेको छु भर्खरै। ल ठिक छ, धन्यवाद। ल आजलाई चाहिँ यो कन्टेन्ट यति नै। तपाईँहरूलाई हेल्पफुल भयो भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु।